हेर्नु त साथीहरू, म तपाईँहरूलाई आज यो एउटा यो स्मोक अलार्म भन्ने एउटा डिभाइसको बारेमा तपाईँलाई परिचय दिन लागिरहेको छु। यो स्मोक अलार्म भन्ने मेसिन हो, यो सानो डिभाइस हो। अब यसको काम के भन्नु होला भने, जब यो चाहिँ सिलिङमा फल सिलिङमा जडान हुन्छ, यसरी हेर्दाखेरि फल सिलिङमा नि मिल्छ अथवा खाली सिलिङमा भए पनि फिट गर्न मिल्छ। सिलिङमा घरहरूको सिलिङमा छतमा फिट गरिदिने हो होइन, माथि। अनि जब त्यो घरहरूमा यसो चाहिँ नि धुवाँसो आयो, कतै कतै आगलागी भयो होइन, कतै पावर सकेटहरू अथवा घरमा भएका विभिन्न सामग्रीहरूमा कतै केही कारणवश आग लागेर त्यो कोठामा धुवाँ आउन थाल्यो भने त्यो धुवाँ उडेर गएर यो पलपल परेको यसको छ नि यहाँनिर यो डिभाइसको होइन, यो पलपल परेको भाग छ। धुवाँ उडेर यो यसले चाहिँ यसमा चाहिँ धुवाँ छिरिसकेपछि यसले चाहिँ आवाज दिन थाल्छ। जस्तै त्यो आवाज कस्तो दिन्छ भन्नुलाई हामीले यहाँ प्रेस गरेर टेस्ट गरेर हेर्न मिल्छ। हेर्नुहोस् है त, म अहिले तपाईँलाई आवाज सुनाउँछु, हेर्नु त। ल सुन्नु नि, हो यस्तै गरी टुई गरेर यसले चाहिँ आवाज दिन्छ। जब यसले धुवाँ भेटाउने बित्तिकै अटोमेटिक यसले आवाज दिन थाल्छ। यो चाहिँ यसमा कुनै करेन्ट जोड्नु पनि पर्दैन। यसलाई हेर्नु सजिलो छ। यसमा भित्रपट्टि ब्याट्री हुन्छ, एउटा 9 भोल्टको ब्याट्री जडान गरेको हुन्छ। ब्याट्रीले काम गरेसम्म यसले धुवाँ भेटाउने बित्तिकै टुई आवाज दिन्छ। र यदि ब्याट्री सकियो भने बेला बेला ब्याट्री जडान गर्ने, यो चाहिँ सुरक्षाको लागि हाल्ने हो। कतै आगलागी भइहाल्यो भनेदेखि थाहा भएन भनेदेखि यसले टुई आवाज दिन थाल्यो भने ल आगलागी भएछ भनेर त्यहाँ गएर आगो निभाउने होइन, त्यो धुवाँहरू कसरी आइरहेछ त्यो बन्द गर्ने काम गर्नु पर्यो। ल है त साथीहरू, बुझ्नु नि, धन्यवाद। ल त्यसै गरी तपाईँहरूलाई अघि मैले स्मोक अलार्मको विषयमा कुरा गरेँ। अब यसमा अर्को एउटा पनि कुरा सुनिहाल्नु है त। जस्तै यो चाहिँ थ्री फेज सब इनर्जी मिटर हो। थ्री फेज सब इनर्जी मिटर भनेर यसलाई भनिन्छ। थ्री फेज मेन मिटर चाहिँ यसलाई भन्नु मिल्दैन, किनभने हामीले बजारमा किनेर ल्याएको हो। थ्री फेज मेन इनर्जी मिटर नि यस्तै हुन्छ, तर के हो त्यो चाहिँ विद्युत प्राधिकरणले प्रोभाइड गर्छ। त्यो हामीले जथाभावी किन्न पाइँदैन। यो हामीले आफैले बजारमा किनेको हुनाले यो चाहिँ थ्री फेज सब इनर्जी मिटर हो। आफैले किन्ने चाहिँ सब इनर्जी मिटर हो भने कि विद्युत प्राधिकरणले उनीहरूको अथराइजमा दिने चाहिँ छ भने चाहिँ त्यो चाहिँ मेन इनर्जी मिटर भन्ने गरिन्छ। जडान तरिकाहरू चाहिँ उस्तै नै हुन्छ। हेर्नुहोस् है त, यो त्यो भन्ने गरिन्छ। यसमा चाहिँ कसरी जडान गर्ने भन्ने कुरा आउँछ कि पहिलो कुरा त यो कभर छ नि यसको, यहाँनिर लगाउने जहाँ चाहिँ नि लाइन जोड्ने हो त्यहीँनिर एउटा कभर हुन्छ, सेफ्टी कभर। अब यो कभर, यो ढक्कन हो। यो ढक्कनमा तपाईँको वायरिङ डायग्राम दिइरहेको हुन्छ कि कसरी जडान गर्ने भनेर वायरिङ डायग्राम दिइरहेको हुन्छ। ल यहाँ हेर्न सक्नुहुन्छ। जस्तै यो आरवाइबी भन्ने 3वटा फेज हुन्छ। आरवाइबी भनेर 3वटा फेजको नाम गरेर 3टा फेज आइरहेको हुन्छ। अनि एउटा चाहिँ न्युट्रल यान पनि लेखेको हुन्छ, आरवाइबी र यान लेखेको 3वटा फेज आइरहेको हुन्छ। त्यो चाहिँ आर हेर्नुहोस् कसरी आइरहेको छ। यो ढक्कनमा दिएको चिज र यहाँ माथि जडान गर्ने ठाउँ छ नि त, यहाँ कतिवटा छ, यहाँ त 2, 4, 6, 8वटा टर्मिनल छ। यहाँ ढक्कनमा पनि 8वटा छ हेर्नुहोस्। र त्यो 8वटा मध्ये यहाँ सप्लाई भनेर सप्लाई लाइन भनेर दिइरहेछ। जस्तै आर छिर्यो भने होइन, यसमा आर छिर्यो भने यसबाट आर निस्किने भनेर दिइरहेछ। हेर्नु, यहाँबाट छिर्यो, यहाँबाट निस्क्यो, फेरि वाइ छिर्यो, वाइ निस्क्यो, बी छिर्यो, बी निस्क्यो, र न्युट्रल छिर्यो, न्युट्रल निस्क्यो। ल हेर्नुहोस् त्यो के गर्ने चाहिँ यसमा गएर अब यसमा चाहिँ फर्स्टमा फेज छिराउने, आर भन्ने फेज छिराउने, आर निकाल्ने, वाइ छिराउने, वाइ निकाल्ने, बी छिराउने, बी निकाल्ने। यिनीहरू साट्न मिल्दैन। जस्तै आर छिरा ठाउँमा वाइ अर्कै निकाल्छु भनेर मिल्दैन, जुन छिरा त्यही निक्लिन्छ होइन। आरओबी 3टाको 6वटा भयो। अनि त्यसो न्युट्रलको चाहिँ न्युट्रल छिर्यो, न्युट्रल निस्क्यो, बुझ्नुभयो। यसरी छिर्यो निस्क्यो गरेर यसको जडान गर्ने रहेछ। तपाईँले थ्री फेज इनर्जी मिटरमा 4वटा तार छिर्ने र 4वटा तार निस्किने गर्छ। त्यही भएर 8वटा छ यहाँ होइन। आरओबी 3टा फेज अनि एउटा न्युट्रल गरेर 4वटा हो। त्यो 4वटा छिरेर 4वटा निस्किनु पऱ्यो नि त। हो त्यो हुनाले हो यो थ्री फेज इनर्जी मिटर जडान गर्न अब यति भइ सक्नुहुन्छ तपाईँहरूले। बिर्कोमा हेर्ने, आरओबी भन्ने 3टा फेज चिन्ने होइन, न्युट्रल चिन्ने, अनि त्यसपछि त्यसलाई चाहिँ क्रमशः जोडेर निकाल्न सकिन्छ। यो अनि यहाँनिर चाहिँ यसले चाहिँ यो थ्री फेज हेर्नु त, एसी 3 फेज 4 वायर स्ट्याटिक केडब्लुएच मिटर भनेको छ। जस्तै यो इनर्जी मिटरलाई केडब्लुएच मिटर पनि भनिन्छ। त्यो भएर बुझ्नु पऱ्यो। केडब्लुएच भनेको चाहिँ किलोवाट आवर भनेको, किलोवाट भनेको चाहिँ 1000 वाटको 1 किलोवाट हुन्छ होइन। आवर भन्ने चाहिँ घन्टा हो। त्यो किन त्यसो भन्नु होला भने 1000 वाट 1 घन्टा चल्यो भने 1 युनिट उठ्छ भन्नु खोजेको। यो केडब्लुएच किन भन्ने बुझ्नुभयो नि, यहाँ केडब्लुएच लेखिरहेको छ नि यहाँनिर होइन। यो केडब्लुएच लेखेको कारण चाहिँ के भन्दाखेरि 1000 वाट, 1000 वाट भने कति किलोवाट। त्यो भएर किलोवाट भनेको यहाँनिर किलोवाट आवर भने, आवर भने घन्टा, सेकेन्ड पनि भनेन, मिनट पनि भनेन। यसले के भने आवर घन्टा भने उता के भने
वाट भने न यसले किलोवाट भने किलोवाट भन्यो। हो। कारण के हो भने वाट भने 1000 वाट 1 घन्टा चल्यो भने 1 युनिट उठ्छ, अथवा 1 किलोवाट 1 घन्टा चल्यो भने 1 युनिट उठ्छ भन्न खोजेको। यहाँनिर युनिट कसरी उठ्छ, कुन तरिकाले उठ्छ भनेर यो दिन खोजेको, भन्न खोजेको बुझ्नु नि। यसले चाहिँ अब यसरी यो जडान गरेर हामीले चाहिँ यसबाट राम्रै पैसा कमाउन सक्छौँ बुझ्नु नि। एउटा 3 फेज इनर्जी मिटर तपाईँ जडान गर्न जानुभयो भने तपाईँले चाहिँ कमसेकम न्यूनतम 1000 रुपियाँदेखि 2-3 हजार पनि लिन मिल्छ। तपाईँको त्यहाँ ठाउँ हेरेर, स्थिति हेरेर होइन, कतिको ठाउँ, कतिको चाहिँ नि धनाढ्य ठाउँ, कति भिआइपी ठाउँ हो होइन, त्यसपछि कति अर्जेन्ट हो, त्यो सबै कुरा हेरेर तपाईँले यसलाई चाहिँ जडान गरेर आफ्नो पैसा कमाउन सक्नुहुन्छ। यति भनिसकेपछि तपाईँहरूले सक्नुहुन्छ अब बुझ्नु नि, सक्नुहुन्न त? सक्नुहुन्छ। ल धन्यवाद ल।